हेलो व्हाट्स अप गाइज नमस्ते सबजनालाई अहिले हामी हेटौडामा छौँ हेटौडाको एउटा चाहिँ कफी सपमा छौँ म चाहिँ गर्मी छल्न चाहिँ आइस अमेरिकाना खाँदैछु होइन के आयो एनीवे आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन राम्रै छु अब चुनावको माहौल छ अहिले देशभरि होइन अब राम्रोसँग भोट गर्नु होला हाम्रोलाई होइन राम्रोलाई भोट दिनु होला अब आज भर्खर एउटा चाहिँ भ्लग 4-5 दिनको लगातारको मैले अलिअलि क्लिप्सहरू खिचाएको थिएँ त्यसकै भ्लगहरू हालिदिएको छु अब तपाईँहरूलाई सायद रमाइलो लाग्यो होला अब भनौँ न राम्रो लाग्यो नराम्रो लाग्यो जे जस्तो भयो नि प्रतिक्रिया दिनु होला अहिले चाहिँ म र मेरो साथी रबिन यसो सन्ध्याकालीन समयमा यसो हेटौडा बजारको र नजिकैको कफी सपमा छौँ त्यहाँ चाहिँ हामी दुईजना बसिरहेको छौँ यत्तिकै गफ गर्दै सो हेलो साथी हेलो साथी फेरि जोन चाम्लिङ भन्दा चौपट दिएको छ फेरि वाल अवश्य जानु होला है भोट एक भोट एकदम महत्त्वपूर्ण छ तपाईँहरूको भोट है भोट फर चेन्ज भोट फर चेन्ज अब हामी योलाई भोट हालौँ त्यसलाई भोट हालौँ भन्दैनौँ राम्रो मान्छेलाई भोट हाल्नु होला त्यति हो समयमै गएर आफ्नो मतदान राम्रोसँग गर्नु होला र सबैजना मतदाताहरूलाई चाहिँ हार्दिक शुभकामना अहिलेबाटै अब यति भन्दै फेरि हामी एकछिनपछि फेरि भेट्नेछौँ है त होइन साथी अनि हाम्रो अरू साथीहरूलाई के भन्न चाहन्छ जति पनि हाम्रो सर्कलमा भएको साथीहरूलाई सबै साथीहरूलाई समयमै आफ्नो मतदान केन्द्रमा जानुहोस् होइन तपाईँको एउटा भोट चाहिँ एकदम महत्त्वपूर्ण छ बुझ्नुहोस् है यो देशको परिवर्तन गर्नलाई बाटो घाटो सिँचाइ माटो उद्योग कल कारखाना हरेक क्षेत्रको लागि विकासको लागि चाहिँ भोट चाहिँ एकदम अपरिहार्य छ होइन त्यसले गर्दा भोट चाहिँ नछुटाउनु होला अहिले मुख्य मुद्दा भने हाम्रो भोट हाल्नु जसरी हुन्छ राम्रोसँग भोट गर्नु होला भोलिको भावी सन्ततिको लागि होइन आफ्नो परिवारको लागि सबैको लागि भोट चाहिँ हाल्नुपर्छ त्यो हाम्रो अधिकारको कुरा हो प्लिज भोट फर द चेन्ज है त रमाइलो रहेछ ठाउँ मलाई त हरियो पातपतिङ्गर मनपर्ने भएर होला राम्रै रहेछ आउँछ है हेटौडामा नि यतिको ठाउँहरू रहेछ भन्ने कुरा थाहा भयो ल अब चाहिँ हामी उम्मेदवारलाई खाएर होइन उम्मेदवारलाई भेट्न जाँदैछ होइन एउटा उम्मेदवार साथीलाई भेट्न गइरहेछौँ अब म भन्दिनँ यो के को कुनको पार्टीको होइन जे भयो नि एकदम राम्रो मान्छे उठेको छु यही त हो नि ल आज घरमा मौसम पनि एकदम धुम्म छ होइन त्यही भएर लोकल कुखुराको साथमा ल मेरो मम्मीको हात पोलेको छ हात पोलेको अवस्थामा यो चाहिँ म हेटौडाको घरमा छु अहिले त्यही भएर मम्मीसँग लोकल कुखुरा भर्खर किनेर लिएर आएको 2000 अब यो खाने टक्क झोल खाने मासु खाने भात खाने टक्क आज बस्ने अनि भोलि बिहान सर र काठमाडौँ ब्याक मनकामना के म चिन्छु साथी के भन्न चाहन्छ यार देशव्यापी रूपमा अहिले अब घन्टीले ठोकिरहेछ ठोकिरहेछ मिलाएर हानिरहेछ यसपालि सबै पार्टीहरू पत्ता साफ हुनेवाला छ पत्ता साफ होइन पत्ता साफ भए देशले मुहार फेरि दिन आउँदैछ देशले नयाँ मोडमा लिइसक्यो फेर्ने छ भन्दा नि लिइसक्यो नि अब अहिले हामी यो चुनावको मत गर्ने ठाउँमा थिए अब हामी बिस्तारै खाजा खानातर्फ लाग्दैछौँ सो गाइस दिस इज द करेन्ट सिचुएसन अफ हेटौडा त्यो भोट गर्ने ठाउँ यहाँ जनता पुरै आतुर छ आतुर
खाजा खान हामी करा खोला आइपुगेछ होटल नाम चाहिँ के हो फुर्बा होटल यहाँ चाहिँ अब हामी एकदम पुरानो समयदेखि आइरहेको होइन एकदम कलेज पढ्दादेखिको 20औं वर्षदेखिको यो जक्सन साथी सुरेन्द्र के छ एकदम स्याड मेरो साथी यार आज हलोले हारेको भएर ऊ एकदम दुखी मान्छ माटो अहिले माटो मिसिया अहिले के हो है बरु त्यो छ नि चोकमा चाहिँ रमाइलो रहेछ नि साथी यार त्यो स्क्रिनमा क्या मजाले देखाउने रहेछ क्या त्यो उसको 1600 पुगिसकेछ त रासोपाको सेलिब्रेसन पार्टी अग्रिम सेलिब्रेसन पार्टी गीत सुनिश्चित छ कन्फर्मेसन अग्रिम गीत सुनिश्चित छ त्यसले गर्दा हामीले पार्टी साथी हलो भए पनि होइन तर पनि माटोमा गएको थियो त्यो पनि काम लागेन त्यही भएर खुसी साथ हामीसँग खुसी सारी गरिरहेछ मोमो खाइरहेको बबाल सबै अब ठाउँ घन्टीमै भइसकेको छ होइन साथी घन्टी के भन्दै नि त मेरो भाइ ओलीको बारेमा अब ओली काठमाडौँ कसरी जान्छ होइन अब ओली त्यतैबाट चाहिँ अब बोर्डर कसरी क्रस गर्यो भने चाहिँ झापातिरबाटै बोर्डर पनि फेरि त्यसलाई ब्यान्ड हो नि त इन्डिया हो र ठिक छ ओली सकिने भयो ओली सकिसक्यो अब ओली ब्यागमा प्याक गर्दै होला सक्यो ल रमाइलो भयो घरमै बसेर अपडेट हेर्नु जित निश्चित भइसक्यो अब घरमै बसेर अपडेट खायो घन्टीले खायो कस्तो खायो घन्टीले ए सन्चै हुन्छ सधैँ छ नि यहाँ तपाईँ आजभोलि म पसल यहीँ त हो नि भाइ होइन बसाइ चाहिँ थानामा छोडी छ नि होइन ए घर बनाएर सरे होइन त म नि हुब्रा चोर्ने ए हो र सब ठिक छ नि ल दाइ ल ल ल ल ल दाइ ल